ल गाइज आज पनि फेरि आइसकेको छु म होइन एकदम झ्याउ लागिरहेछ मलाई घरमा होइन सिक्ने जस्तो भइरहेछ कि काम नभएर यस्तो तनाव भइरहेछ होइन पुरा डिप्रेसनै जानु जस्तो भइरहेछ मलाई गाइज एकदम तनाव भइसक्यो मलाई त होइन काम नभएर यो नेपाल भन्ने चिजै यस्तै हो कि नेपालमा बस्ने मात्र नै केही काम छैन कि केही काम छैन त्यही भएर गाइज होइन मान्छेहरू विदेशिनुको कारणै यही हो कि विदेशिनुको कारणै यही हो होइन मेन कुरा भने होइन अब काम छैन यहाँ होइन काम भए पनि अब त्यस्तै हो 25-30 हजार स्यालेरी आउँछ अब के गर्ने 25-30 हजार होइन केही हुँदैन कि जस्ट खायो पियो पचायो त्यति हो के गर्ने भनेर होइन लाइफमा मैले सोच्नै सकिरहेको छैन कि छैन त्यही भएर चाहिँ होइन एकदम तनाव लाग्छ होइन आफ्नो लाइफ देख्दा होइन एकदम बोर लागिरहेछ लाइफ देख्दा हामी जस्तो होइन अब 20-22 वर्षको युवाहरू विदेशमा खटिरहेछ यार होइन 20-22-25 वर्षको युवाहरू खटिरहेछ भर्खर रमाइलो गर्ने टाइममा होइन अब जिम्मेवारीको काँध उठाउनु भनेर विदेशतिर गइरहेछ अब हामी भने होइन अब यस्तो छ कि हालत होइन अब हामी त अब 30 वर्ष भइसक्यो होइन केही गर्न सके होइन एकदम दुःख लाग्छ कि नेपालमा बस्ने म होइन एकदम दुःख लागिरहेछ कि कसलाई रमाइलो पनि लागिरहेको होला होइन अब हुने खानेहरूलाई होइन रमाइलो लागिरहेको होला होइन मलाई चाहिँ एकदम दुःख लागिरहेछ होइन म त विदेशमा त पुगोस् होइन कसम मलाई चाहिँ होइन 10 वर्ष जति नराम्रोसँग मेहनत गरेर होइन आउन मन छ होइन तर आफूसँग ब्याकग्राउन्ड सपोर्ट पनि छैन कि पैसै छैन कि मसँग ब्याकग्राउन्ड सपोर्ट राम्रो भए त एउटै कुरा होइन गइदिउँ न विदेश हेरिदिउँ न भनेर होइन लाइफ कस्तो हुँदो रहेछ भनेर बुझेर भए पनि आउन पाउँथ्यो कि विदेशको अनुभव होइन तर गयो भने होइन सिधा 10 वर्ष कि सिधा 10 वर्ष होइन 10 वर्षमा अब के कस्तो हुन्छ होइन एउटा घरसम्म बनाउने होइन वातावरण चाहिँ होइन क्रिएट गरेर आउने छु कि म चाहिँ होइन गयो भने चाहिँ होइन अब घरमा बस्दा वाक्क लागिसक्यो होइन अब कसैले हेरिदिँदैन मलाई त होइन कसैको विश्वास पनि छैन होइन साथीभाइ इष्टमित्र होइन फ्यामिली सपोर्ट कसैको विश्वास लाग्दैन कि मलाई चाहिँ किनकि सबैलाई थाहा भयो होइन दुनियाँ स्वार्थी छ कि त्यही भएर चाहिँ मलाई एकदम तनाव लागिरहेछ होइन अब गर्नेले गरिरहेछ होइन नगरे होइन मलाई चाहिँ अब होइन यस्तो कि अब महिनाको 30,000 कम छ होइन अब हाम्रो महिनाको 30,000 कमाएर के हेर्ने बुढी पाल्नु पर्यो फ्यामिलीलाई दिनु पर्यो ह्यान ट्यान सब हेर्नुपर्छ होइन एकदम च्याउ लाग्नु कि अब नेवार जातमा त झन् मलाई एकदम छिटै बुझ्दैन होइन अब बुझ्नेलाई बुझ्छ नबुझ्नेलाई बुझ्दैन होइन अब केही एउटा गर्नु पऱ्यो कि पैसा चाहिने कि अब होइन लाखौँ रुपियाँ चाहिने कि भोज एउटा खुवाउनलाई भयो होइन यस्तो होइन सबलाई खुवाइराख्नु पर्ने त्यो नै घिटी लाग्छ कि जीवनमा चाहिँ होइन एकदम अब भएकोहरूले त खुवाउँछ नभएकोहरूले कसरी खुवाउने होइन के गरी खुवाउने लोन लिएर सुधा खुवाउनेहरू छ कि फेरि यस्तोसम्म छ कि होइन हाम्रो नेवारी कल्चरमा अजीब लाग्छ कि भए पो खुवाउला नि नभएपछि त होइन नखुवाउँला के छ र जिन्दगीमा होइन वाक्क दिक्क लागिसक्यो कि अब जिन्दगीदेखि त होइन एकदम बोर लाग्यो कि जिन्दगी देखेर होइन माटो 30 वर्ष भइसक्यो माटो केही गर्न सक्यो होइन जिन्दगीमा होइन
त्यही खाइयो डुल्यो होइन यतिसम्म मात्र भइरहेछ कि जिन्दगीमा माथि चढौँ भने अब पैसा छैन माथि लगानी सगानी गर्नलाई पैसा भए पो लगानी गर्नलाई होइन अब लगानी मात्र गरौँ भन्यो भने केमा लगानी गर्ने भन्ने होइन त्यो सोच आउँछ कि अब भाडा नै 30-40 हजार 50 हजार लिइरहेको हुन्छ होइन अब चल्ने ठाउँमा राख्नु पर्यो होइन लोकेसन भए ठाउँमा राख्नु पर्यो के एउटा खोलौँ भने पनि होइन एकदम गाह्रो छ कि अब नेपालमा चाहिँ एकदमै गाह्रो भइसक्यो कि यस्तो स्थिति होइन एकदमै क्रिएट भइसक्यो कि त्यही भएर होइन मान्छेहरू चाहिँ होइन विदेशै रुचाउँछ कि जति दुःख भयो भने होइन विदेशै ठिक छ जस्तो लाग्छ कि फेरि अब विदेश जानेहरूलाई चाहिँ कोहीले चाहिँ अब विदेश जानु हुँदैन यस्तो त्यस्तो भनेर सुनाउँछ होइन किन आफ्नै देशमा गर भन्दैन अब गर्नलाई केही छैन कि फेरि यहाँ विदेशमा हाम्रो नेपालमा भएकोहरूले गर्छ हामी जस्तो मिडल क्लास फ्यामिलीले के गर्न सक्छ र होइन यस्तै बसिरहेको छु होइन अब 7-8 महिना भइसक्यो होइन काम पनि भएन होइन अब गर्नेले गरिरहेको छैन मलाई चाहिँ कामै छैन कि अब त्यो कोठामा बस्दा बस्दै दिमागै ह्याङ भइसक्यो कि अब गयो पनि कहाँ जाने भने होइन अब साथीभाइ सब कामतिर हुन्छ होइन सब मलाई सङ्गत पनि गर्न मन छैन होइन अब साथीभाइहरूसँग चाहिँ किनकि होइन एक्लोपन के अब तर एक्लोपन बस्नु हुँदैन भन्छ होइन तर एक्लो नै हुन्छ कि जिन्दगीमा चाहिँ होइन एकदम एक्लो फिल छु कि होइन मलाई त मतलबै छैन कि अहिले चाहिँ होइन साथीभाइ होइन दुनियाँदारी होइन केही मतलब छैन कि अहिले चाहिँ होइन म पनि एकदम मैले पनि सिकिसकेँ कि अब होइन पैसा चाहियो कि मेन होइन होइन मलाई बाल लाग्दैन कि अहिले होइन एकदम मलाई चाहिँ त्यस्तै लागिरहेछ कि बाल छैन कि किन के होइन साथीहरू पनि त्यस्तै हो कि पैसा छ भने आउँछ होइन पैसा छैन भने आउँदैन कि अब फ्यामिली पनि त्यस्तै हो कि पैसा छ भने सन्तानलाई हेर्छ होइन छोराछोरीलाई हेर्छ पैसा छैन भने होइन भारमा जाए जे गरोस् मतलब छैन भन्दा कि छोरालाई माथि त ल्याउनु कोसिस गर्नु पर्यो नि होइन छोराहरू माथि नआइकन तिनीहरूलाई होइन अब फ्यामिलीलाई होइन भोलि पर्सि होइन कसरी हेर्न सक्छ हामीले होइन के गरी हेर्ने भनेर नै छैन कि अब मलाई चाहिँ अब विदेशतिरै जान मन लागिरहेछ होइन अब पैसा दिने कोही छैन कि त्यस्तो छ कि हालत मेरो होइन अब बाहिर जाउँदा साथीभाइको मलाई इन्ट्रेस्टै छैन कि त्यसमा होइन एनी हाउ होइन मलाई चाहिँ विदेश जानु छ होइन तर मसँग छैन कि कसले पत्याउँदैन कि अब फ्यामिलीले पनि सपोर्ट गर्दैन होइन यसले डुबाएर खान्छ भनेर सपोर्ट गर्दैन कि हामीलाई चाहिँ होइन अब मलाई चाहिँ त्यस्तै लाग्छ कि होइन यहाँ वातावरण हेर्दा नै त्यस्तै लाग्छ कि एकदम वाक्क लाग्छ कि जिन्दगीमा होइन जिन्दगी भने यस्तो पनि हुँदो रहेछ भनेर होइन अब होइन एक हिसाबले मैले होइन एउटा विवाह गरिसक्यो होइन स्वास्नी हेर्नुपर्छ होइन क्या नरमाइलो के काम भएन भने होइन आफूलाई कस्तो हेप्या जस्तो फिल आउने कि काम भएन कि होइन साथीहरू यस्तो गरी हिँडिरहेछ होइन काम भएर चाहिँ आफू चाहिँ मात्ने होइन केही गर्न सकेको होइन कि एकदम चित्त दुख्छ कि तर रुने भने कमै हुँदैन केटा मान्छे होइन धेरै गाह्रो छ रुनलाई होइन तर एकदम चित्त दुख्छ होइन केही गर्न नसकेकोले चाहिँ होइन लाइफमा चाहिँ होइन एकदम यस्तै छ कि अब जहिले होइन कोठामा बसियो होइन कौसीमा गयो होइन क्या होइन अब अरू केटाहरू होइन सब काम गरिरहेछ आफू घरमा एक्लै बसिरहेको हुन्छ होइन अब बाहिर जाउँ पैसा चाहियो होइन कहाँ जाने अब होइन जहाँ जाँदा पनि पैसा चाहियो अब आफूसँग छैन सुको टाइट न घरकोले बुझिदिन्छ न साथीभाइले बुझिदिन्छ होइन त्यही भएर मलाई चाहिँ होइन कसैको विश्वास छैन कि आजकल चाहिँ होइन कसैको विश्वास छैन कि लाइफ इज फक आफै गर्ने हो कि आफैले क्रिएट गर्नुपर्ने रहेछ कि
तर छैन के क्रिएट गर्नलाई छैन काम जाम होइन अब छैन कि कामै छैन कि नेपालमा होइन पैसा छ भने छ पैसा छैन भने केही छैन कि पावर हुनु पर्यो कि पैसा हुनु पर्यो कसले बुझिदिन्छ कि हाम्रो यो भावना युवाहरूको भावना कसले बुझिदिन्छ कि नेपालमा सरकार पनि त्यस्तै होइन सरकार पनि चुतिया भ्रष्टाचारी होइन त्यस्तै मात्र छ कि सक्छ भने गरेर देखान युवालाई काम दिएर देखान मात्र होइन यो कति लाख होइन युवाहरू विदेश गएकोहरू होइन भट्टाभर आउँछ कि भट्टाभर यहाँ नेपालमा रोजगार दिएर देखाऊ होइन भट्टाभर आउँछ कि भट्टाभर सब आफै आफ्नो सोच्नेहरू त हो नि होइन अब भ्रष्टाचार गर्ने आफ्नो छोराछोरीलाई विदेशमा पठाउने दायाँ बायाँ गर्ने आफ्नो एकाउन्टमा टन्न टन्न पैसा हाल्ने होइन त्यस्तै मात्र भइरहेको छ कि नेपालमा होइन हामी त्यस्तो अब होइन गरिबीहरूलाई होइन अब गरिबले च्यापिरहेको छ कि हाम्रो नेपालका मान्छेहरूलाई त्यो बुझ्नु पऱ्यो कि सरकारले होइन आफू मात्र खाने भने हुँदैन कि सबलाई खुवाउनु पऱ्यो नि सरकार चलाउनु त्यस्तै सजिलो छ जनताहरूको हेर्नु पऱ्यो जनताहरूको हितको लागि हेर्नु पऱ्यो छिक्ने तिनीहरूले खाएछ मुझे होइन अब खाएछ भ्रष्टाचार गरेछ आफूले मात्र टन्न टन्न पैसा होइन ब्याङ्कमा हालेछ होइन आफ्नो मान्छे मात्र माथि ल्याएछ आफ्नो ठाउँकाहरूलाई आफ्नो मान्छेलाई मात्र पोस्टमा राखेछ होइन अनपढ गवारहरूलाई पोस्टमा राखिरहेछ होइन हाम्रो ब्याचलर छ क्या इन्टर छ क्या होइन मास्टर छ क्यालाई खोइ जब दिनु पऱ्यो होइन सरकारले चुट्या सरकार हो कि माया छिक्ने चुट्या सरकार मोजी यति रिस उठ्छ होइन माया छिक्ने सरकार देखेर मोजी होइन माया छिक्ने मलाई त होइन त्यो सोच्नेलाई रिस उठ्छ कि आफूले काम नपाएर पनि होला होइन धेरैलाई त्यसै लागिरहेछ कि होइन जिन्दगी नै हाम्रो पनि जिन्दगी छ नि हामीलाई पनि काम चाहियो हामीलाई पनि रोजगार दिनु पऱ्यो सरकारले माया छिक्ने खाएर मात्र हुन्छ तिनीहरूले मोजी त्यत्रो विदेशमा गइरहेछ होइन हाम्रो यो नेपालका युवाहरू त्यस्तो होइन नि कुरा होइन सबलाई दिनु पऱ्यो कि सरकारले माया छिक्ने होइन माया छिक्ने यो सरकार देखेर माया छिक्ने रिस उठ्छ कि समाज छ माया छिक्ने बाल छैन मलाई मोजी यति रिस उठ्छ कि होइन युवाहरूले होइन विदेशिनुको कारणै यही सरकार के मेन पनि सरकार माया छिक्ने चुट्या सरकार छ कि नेपालको सक्छ भने मोजी युवाहरूलाई गरेर देखा युवाहरूलाई जागिर देऊ युवाहरूलाई मात्र सबैलाई दिनु पऱ्यो नयाँ व्यवस्थाको सञ्चालन हुनु पऱ्यो यति होइन चुट्या सरकारले चुट्यामा छ्या थुक गर्न मन लाग्छ कि थुक गर्न मन लाग्छ अहिले नेपाल भनेको होइन अरूको देशहरूले माया छिक्ने भ्रष्टाचारी देश हुन्छ कि टप 10मा पुरा भ्रष्टाचारी देश हो कि नेपाल भने यति रिस उठ्छ कि मुझे होइन हामीलाई रिस उठिसक्यो कि हामी जनता भएर भ्याल नै छैन यहाँ नेपालको जनता भएर के गर्ने मुझे यस्तै छ त हालत होइन कोहीले खाना पाए तन्न खाइरहेछ घिचिरहेछ माया छिक्ने खाना नपाउनेले खाना पाइरहेको छैन मुझी हामी भेडा हो कि जनता माया छिक्ने भेडा हो हामी मुझी सिधा कुरा मुझी केही गर्न सकेन कि मुझी एकदम रिस उठ्छ कि मुझी त्यस्तो होइन कि डेभलप गर्नु पऱ्यो नि माया छिक्ने त्यो जस्तो बुढोहरूले शासन चलाएर मुझी हाम्रो नेपाल विकास हुन्छ माया छिक्ने 80-90 वर्षको किडनी फेल भएको मुझी होइन अब बोल्नै मुझी अर्की बोल्नेहरूले मुझी होइन तिनीहरूले विकास गरेर खान्छ चेन्ज गर्नु पऱ्यो नि मुझी जनता जाग्नु पऱ्यो कि मुझी जनता नै भेरा छ हाम्रो होइन के अब होइन अर्को त पुरै छोड्यौँ नेपाल कौवा देश हो कि कौवारी देश हो नेपालमा यति रिस उठ्छ कि मुझी एकदम होइन एकदम हुन्छ नि मुझी अब युवालाई दिनु पऱ्यो त्यत्रो काम गर्नेहरू छ त्यत्रो पढ्नेहरू छ मुझी जागिर दिनु पऱ्यो नि दफ्तरहरू सबै विदेशमा इन्जिनियरहरू सबै विदेशमा होइन मास्टर पढाउनेहरू क्लियर हुनेहरू सब विदेशमा अनि घन्टा नेपाल डेभलप हुन्छ हो कि होइन घन्टा पनि हुँदैन नेपाल इज अ फकिङ हो घन्टा पनि डेभलप हुँदैन नेपालमा छिक्ने यस्ता बुढाहरू भएसम्म कहिल्यै विकास हुँदैन मुझी नेपाल
फिक्स हो ल गाइज यति नै हो के नबचेको कुरा होइन हजुरहरू सामु राखेँ होइन जसले जे गरोस् मलाई बाल पनि छैन होइन जेल हाल्ने अहिले हाल्ने त मान्छे होइन मतलब छैन मान्छे लेट्स गो लेट्स गेट इट बाई